हेलो साथीहरू के छन् आज सन्डे साथीहरू हैन आज बिहानतिर मार्केटतिर चाहिँ गइएन मार्केट नगएपछि यस्तै हो अनि अहिले बेलुका साँझ भनौँ न है यस्तै छ साँझ पर्यो है लुगा सुकाएको छ हेर्नु न धोइवरी सुकायो के गर्नु हो परदेशमा गाह्रो छ हौ लुगा धो सुका उठा छुट्टीको दिन यसैले खाइदिन्छ यस्तै छ छुट्टी यस्तै भयो आजको छुट्टी गयो अब नेक्स्ट विक कहिले आउँछ नेक्स्ट आइतबार भनेर पर्ख्यो है अब हप्ता दिन फेरि काम हालेर अर्को आइतबार कहिले आउँछ भनेर पर्खिएर बस्नुपर्ने अवस्था छ के गर्नु हो परदेशीको जीवन यस्तै चलिरहेको छ अनि यस्तै हो छुट्टी आउँछ जान्छ साथीहरू हामी चाहिँ यस्तो ठाउँमा छौँ नि साथीहरू के गर्नु र यस्तो हेर्नु पुरै जङ्गलको बिचमा छौँ है कोरियाको अरे चलिरहेको छ जिन्दगी पुरा डाँडा काँडाहरू छन् तर अनौठो चाहिँ यो छ कि यस्तो जङ्गलको बिचमा पनि यार यस्तो दामी रोड छ क्या दामी रोड छ अब हाम्रो नेपालको हाइवेमा यति रोड हुँदैन है यहाँ चाहिँ पुरा क्या जङ्गलको बिचमा पुरा रोडहरू हुन्छ अब खेतबारी आउनलाई पनि सजिलो छ बाइक लियो आयो सर र कार लियो आयो के काम छ काम गरौँ है सक्यो फेरि कार लियो फर्क्यो हाम्रो नेपालमा भने माकुरीको हिँडेर जान पनि सकिँदैन अझ बर्खाको याममा त त्यस्तो हुन्छ यहाँ भनेको जस्तो सुकै होस् है र गाडी लिने आउने टक्क यहीँ बाटोमा राख्ने काम सक्ने फेरि गाडी चढ्ने जाने हो आनन्दले ओ माई गड फुल फुल्न थालिसकेछ सेतो फुल चाहिँ कोरियामा लास्टै फुल्ने फुल हो होइन फुल्न थालिसकेको छ अब नेक्स्ट विक फुल फुल्ने बारे घुम्न गइन्छ हाम्रो बजारमा छ होइन त्यस्तै हो साथीहरू घाम पनि लागिरहेको छ चिसो हावा पनि चलिरहेको छ हल्का जाडो छ त्यस्तै नै चलिरहेको छ यहाँ चाहिँ के लाउनु लाग्छ पुरा जोतेर है रेडी पारिसकेका छन् आमा यता नआएको पनि धेरै भयो यतातिर नछिरेको म त धेरै पो भएछ त हौ पुरा यहाँ फेरि के रोपेछ यहाँनिर यहाँको साउ चाहिँ चिनिन्छ कि कहिले कहाँ यसो यही बाटो आउँछ भने यसो आनाघाँस्यो हानिदिनुपर्छ बुढो खुसी हुन्छ केटोहरूले गर्छ मलाई पनि भन्छ होइन यस्तै हो र डाँडा काँडा जङ्गल छ होइन अनि हामी चाहिँ फल्केर चलिरहेको छु सबै राम्रै छ सबभन्दा अनौठो चाहिँ यस्तो हुन्छ कि कोरिया आयो होइन अनि काम के छ भन्दा काम यस्तो छ अब त्यही त हो नि काम भने कामै हुन्छ तर छुट्टीको दिन चाहिँ रमाइलो हुन्छ क्या काम जति गरे पनि छुट्टीको दिन र अर्को स्यालेरी आउने दिन चाहिँ दामी रमाइलो हुन्छ नि झ्याप्प थापिन्छ है अरू दिन भनेको गरिन्छ होइन तर छुट्टीको दिन आउने हुनुहोस् त आइतबार छुट्टी भएपछि त शनिबारै बेलुकादेखि रमाइलो हुन थाल्छ हो भोलि त छुट्टी हो नि यार भन्ने हुन्छ क्या अनि त्यस्तै हो अनि अर्को भनेको स्यालेरी आउने दिन ओहो स्यालेरी आउनेको अघिल्लो दिन लास्टै नै हुन्छ क्या त्यति चाहिँ साह्रै रमाइलो छ कोरियामा मात्र होइन अरू देशहरूमा पनि त्यो दिन त साह्रै रमाइलो हुन्छ अरू दिन भन्दा